हामीलाई माया गरेको चिन्ह हाम्रो अगाडि छ। परमेश्वरले हाम्रो अगाडि आशा दिनुभएको हाम्रो अगाडि छ र हाम्रो अगाडि वचनको शक्तिलाई लिएर चिन्हको रूपमा पुस्त पुस्तले प्रभु ख्रीष्टसँग हाम्रो अगाडि राखिदिनुभएको छ। विश्वासको लागि लेखिरहेको छ परमेश्वर त म तपाईको नामलाई उच्चार गरिरहेको छ परमेश्वर त यसमा त पुस्त पुस्तले परमेश्वर तपाईको सत्यता तपाईको वचनमा बसिकिन परमेश्वर हिँड्नलाई तपाईले सहायता गर्नुहुन्छ भन्ने म विश्वास गर्छु। आज ठुलो दिनमा परमेश्वर संसारले दिनुभएको अधिकारलाई किन म पिता पुत्र र पवित्र नाममा मले चाहेको हामी गरिरहेको Psalms 103 verse 2. This monolith is erected in commemoration of the Golden Jubilee, celebration of Heavenly Baptist Church Waimau from 31st July to 2nd August 2026, dedicated by Reverend Dr. K. Sindhurai, Executive Secretary, ANG Bishop. Permission, Waimau. अनि यतातिर मेरो दाहिनेतिर चाहिँ हाम्रो स्वर्ण जयन्तीको गोल्डन जुब्लीको झण्डा लिएर अगाडि बढ्दै हुनुहुन्छ। उहाँहरूको पछि हाम्रो मण्डलीको पास्टर्स, हाम्रो मण्डलीमा दुईजना पास्टर हुनुहुन्छ। हाम्रो मण्डलीको पास्टर जेक थापा अनि एसोसिएट पास्टर हाम्रो विकी गुरुङ हुनुहुन्छ। उहाँहरू दुईजना मेरो देवृत्तिबाट आउँदै हुनुहुन्छ। त्यसै गरेर उहाँहरूको पछि हाम्रो एल्डर्सहरू, मण्डलीको एल्डर्सहरू तीनजना रिप्रेजेन्टेटिभ्स उहाँहरू हुनुहुन्छ। उहाँहरू आउँदै हुनुहुन्छ। उहाँहरू पनि देवृत्तिबाट आउँदै हुनुहुन्छ। त्यस्तै गरेर हाम्रो मण्डलीको एडमिनिस्ट्रेटिभ हेड्स उहाँहरू आउँदै हुनुहुन्छ। मण्डलीको एडमिनिस्ट्रेटिभ हेड हाम्रो बोर्ड अफ डिकन उहाँ चाहिँ हाम्रो डाक्टर गोपाल बस्नेत, जो चाहिँ हाम्रो मण्डलीको उहाँ चाहिँ गोल्डन जुब्लीको कन्भेनर पनि हुनुहुन्छ। त्यस्तै गरेर हाम्रो मण्डलीको रेगुलर चर्च स्टाफ, मण्डलीको स्टाफ आउँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो स्याङ्बु भाइ, हाम्रो चौकीदार अनि त्यसरी नै हाम्रो ड्राइभर भाइ अमर गुरुङ उहाँहरू आउँदै हुनुहुन्छ। उहाँहरूको पछि हुनुहुन्छ हाम्रो मण्डलीको आमा विभाग, वुमन डिपार्टमेन्ट। दे आर आवर वुमन डिपार्टमेन्ट लेड बाई मिसेस देवु सुनार। उहाँको पछि हाम्रो युथ डिपार्टमेन्ट आउँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो युथ डाइरेक्टर मिस्टर नवीन गुरुङले उहाँलाई लिएर आउँदै हुनुहुन्छ। अनि त्यस्तै गरेर हाम्रो सन्डे स्कुलहरू सुपरिन्टेन्डेन्ट मिसेस ज्योति सुनार थापा उहाँले हाम्रो सन्डे स्कुलको टिचर्सहरूलाई लिड गर्नुहुन्छ। उहाँ आउँदै हुनुहुन्छ। अनि त्यस्तै गरेर हाम्रो विभिन्न एरिया फेलोसिप छ, 4वटा एरिया फेलोसिप। वी हेभ 4 एरिया फेलोसिप्स। उहाँ चाहिँ हुन्छ बायवा हाई स्कुल एरिया फेलोसिप, हाम्रो एमडी इजरायल अङ्कल चेयरम्यान हुन्छ, उहाँले लिड गरेर आउँदै हुनुहुन्छ। त्यसै गरेर पारामेडिकल एरिया फेलोसिप हाम्रो दाजुले लिड गरेर आउँदै हुनुहुन्छ। अनि त्यसपछि छ चारमारी एरिया फेलोसिप, हाम्रो चेयरपर्सन सुखमाया उहाँले लिड गरेर आउँदै हुनुहुन्छ। त्यहाँबाट छ हाम्रो टाउन एरिया फेलोसिप, हाम्रो दाजु पूर्ण सुनामले लिड गरेर आउँदै हुनुहुन्छ। That's how our church runs, and we have 3 other mission fields. हाम्रो 3वटा मिसन फिल्ड छ। मिसन फिल्ड पहिला सोनापुर मिसन फिल्ड आसामबाट उहाँ हाम्रो मिसनरी इभेन्जलिस्टले उहाँ लिड गर्नुहुन्छ। त्यस्तै गरेर हाम्रो खास महल बडबी हुनुहुन्छ, उहाँ हाम्रो मिसन फिल्ड आसामबाट हुनुहुन्छ। अनि लास्टमा the last mission field that we have is Amsi mission field.
सिंह मिशन फिल्ड हाम्रो दाजु उहाँ चाहिँ आसामबाट हुनुहुन्छ खास महाल चाहिँ दार्जिलिङबाट हुनुहुन्छ त्यसै गरेर एट दिस मोमेन्ट हामी अनुरोध गर्न चाहन्छौँ हाम्रो मण्डलीको आत्मिकी गुरु हाम्रो पास्टर जेक थापा अनि साथै हाम्रो एडमिनिस्ट्रेटिभ हेड अनि गोल्डन जुब्लीको कन्भेनर डाक्टर गोपाल बस्नेतलाई अगाडि सरेर उहाँहरूले चाहिँ हाम्रो मण्डलीको झन्डा फहराउनु हुनेछ मण्डली अनि गोल्डन जुब्लीको झन्डा उहाँहरूले फहराउनु हुनेछ उहाँहरूलाई अगाडि सर्नुको लागि अनुरोध गर्दछु हाम्रो मण्डलीको झन्डा हाम्रो डाक्टर गोपाल बस्नेतले उहाँले गोल्डन जुब्लीको झन्डा उहाँले लिनुभएको छ उहाँले यता हाम्रो देब्रेपट्टि तपाईँहरूको दाहिनेपट्टि अन द राइट अनि अन द लेफ्टमा उहाँले फहराउनु हुनेछ हामी परमेश्वरलाई महिमा गरेर ताली मार्नेछ परमेश्वरको महिमा भएको होस् धन्यवाद छ हाम्रो दुईजना लिडर्सहरूलाई त्यसै गरिकन एट दिस मोमेन्ट म हाम्रो मण्डलीको pastor I would like to call upon our respected pastor to kindly step forward and light the golden jubilee lamp उहाँले चाहिँ हाम्रो मण्डलीको स्वर्ण जयन्तीको बत्ती उहाँले बालिदिनु हुनेछ सृजना भएको हो र यसमा हामी आनन्दित हौ र रमाऊ र परमेश्वरले हामीलाई 50 वर्षसम्म उहाँको विश्वसनीयतामा डोर्याउनु भएकोमा परमेश्वरलाई आदर सम्मान र परमेश्वरलाई धन्यवाद चढाउँदै आजको मिति 31 जुलाई 2026 को दिनमा हाम्रो मण्डली नेपाली बाप्टिस्ट चर्च कोहिमाको गोल्डन जुबलीको लेम्पलाई जलाउँदै घोषणा गर्दछौँ हालेलुया धन्यवाद दिदछु परमेश्वरको महिमा भएको होस् र हाम्रो पास्टरलाई धेरै धन्यवाद दिदछु यस बेला हाम्रो अगुवाहरू विभिन्न विभागको अगुवाहरू आफ्नो आफ्नो स्थानमा प्रस्थान गर्न सक्नुहुनेछ Salam diase, Solanamde. We have some few minutes time ase. Start hole. To time thake dole mon isor gelo praise korila. Mo start ho. Na. To mo Nepali gana be alo buni lubi. Oh gana.
아니 크로스 박힌 seemed impossible due to social and religious barriers. However, through God's grace and divine plan, He chose and worked through humble and outcast individuals, including late Sri Chokbir Hama, the first convert in 1959, and his companions. Despite hardships, rejections, and limited resources, they faithfully shared the gospel, leading to the first outreach on 3rd August 1976. Therefore, we observe the first Sunday of August as the Church Foundation Day. Today, the Church stands as a testimony of God's faithfulness, grace, and enduring faith for its people. As we celebrate the glorious Golden Jubilee, we have 1,657 registered baptized members as on 5th April 2026. All glory to God. परमेश्वर को महिमा भएको होस् र यसबेला हामी हाम्रो नेपाली बप्टिस्ट चर्च कोहिमाको स्वर्ण जयन्ती गोल्डन जुबली सेलिब्रेसन हामी सुरु गर्न गइरहेका छौँ। अलि अगाडि हाम्रो शिला स्वर्ण जयन्तीको शिलाको उद्घाटन हाम्रो एक्जिक्युटिभ सेक्रेटरी रेभरेन्ड डाक्टर के सन्तवीर राईले गरिदिनु भयो, जो चाहिँ आजको हाम्रो वक्ता पनि हुनुहुँदछ। अनि उहाँले नै अहिले पछि पनि हामीहरूसित आजको वचन भाग गर्नु हुनेछ र हामी सेवामा बढ्दाखेरि first of all, I would like to apologize to our non-Nepali speaking friends, well-wishers. तपाईहरु उहाँहरु जति पनि हुन्छ म उहाँहरुसित क्षमा चाहन्छु। एकदम माफ मागियाछे किनभने हामीका community to Nepali speaking power Nepali rights service July chapel, and we regret that Abdikam Kumba Napuchi Olivi Pare. Olivi, please bear with us, and we believe that God will speak to you as well, and He will make you understand. And Abdikam भी ईश्वर लोगों मिलीना मुखाम लोगों एकी लोगों खुशी बड़ा जाओ कोई ना विश्वास
we are saved. हामीहरू सेवामा लाग्दाखेरि हामी म यो आजको प्रोग्राम चाहिँ पढेर सुनाउने छैन विश्वास छ हामीसित सबैसित हाम्रो यो गोल्डन जुब्लीको प्रोग्राम हामीले पाएको छौँ भनेर अनि म स्वागततिर पनि लाग्दैन किनभने हाम्रो पछि स्वागतको कार्य हाम्रो कन्भेनरले गर्नु हुनेछ अनि त्यही भएर गर्दाखेरि हामी सिधै आजको सेवामा हामी लाग्नेछौँ अनि सेवालाई सुरु गर्नुको निम्ति हाम्रो सुरुवातको प्रार्थना हाम्रो मण्डलीको एल्डर अनि साथै गोल्डन जुब्लीको एडभाइजर अर्गनाइजिङ कमिटीको एडभाइजर श्री गगन थापा बाबालाई अनुरोध गर्दछु तपाईँ अगाडि सरिकन हामीलाई प्रार्थनामा अगुवाई गरिदिनुहोस् भन्नुहुन्छ तपाईँलाई हामी धन्यवाद महिमा स्तुति प्रशंसा आदर तपाईँलाई दिन्छौँ के भन्दाखेरि आजभन्दा 50 वर्ष अगाडि हाम्रो नेपाली जातिहरूले तपाईँलाई नभेटेर तपाईँलाई नपाएर संसारमा हराइरहेको बेलामा तपाईँ परमेश्वरले एक अर्कापछि आइकन यो बाइबल पाठमा भाग लिदिनुहोस् भनिदिन अनुमान छ एक पुस्ताले अर्को पुस्तालाई तपाईँको कार्यहरूको प्रशंसा गर्नेछन् तिनीहरूले तपाईँको शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन् तिनीहरूले तपाईँको ऐश्वर्य र तेजस्वी वैभव वर्णन गर्नेछन् र म तपाईँको आश्चर्य कार्यमाथि चिन्तन गर्नेछु सबैलाई धन्यवाद सुन्दर समय प्रोग्रामलाई दिनुको लागि धन्यवाद छ स्वर्ण जयन्तीको उपलक्ष्यमा मण्डलीलाई धेरै बधाई र शुभकामना छ On the glorious celebration of our Golden Jubilee, I'd like to congratulate all the church family members and all those who are present at this moment. This evening, the scripture portion is taken from Psalms number 145, verse 3 to 5. Every day I'll praise you and I'll extol your name forever and ever. Great is the Lord, most worthy of praise. His greatness no one can fathom. One generation commands a word to another. They tell of your mighty acts. They speak of the glorious splendor of your majesty, and I will meditate on your wonderful works. This is the word of God. Thank you. Pura Mayo
र यसबेला हामीहरू हाम्रो एउटा मुख्य भागमा हाम्रो स्वर्ण जयन्तीको मुख्य भागमा हामीहरू आइरहेका छौँ र हाम्रो सोभेनियर रिलिजको कार्य हुनेछ अनि त्योभन्दा अगाडि चाहिँ हाम्रो गोल्डन जुबली सोभेनियर कमिटीको कन्भेनर श्री जोन ठकुरी उहाँले अगाडि आएर सोभेनियरको बारेमा इन्ट्रोडक्सन दिनुहुनेछ। तपाईँ सबैजनालाई हाम्रो मण्डलीमा स्वागत गर्दै जेएमसी दिन चाहन्छु र हाम्रो मण्डलीको प्रत्येक विश्वासीजनलाई यो स्वर्ण जयन्तीको शुभकामना पनि दिन चाहन्छु र सोभिनियरको विषयमा आउँदाखेरि सोभिनियर भनेको चाहिँ हाम्रो इतिहासको कुराहरू हो। सोभिनियरले हाम्रो परिश्रमहरू, हाम्रो प्रार्थनाहरू, हाम्रो आँसुहरू, हाम्रो खुसीको समयहरू, हाम्रो कष्टको दिनहरू पनि सबै झल्काउँछ र सोभिनियरले हामीलाई त्यो पुरानो दिनहरू फेरि याद गराउँछ जसमा हामी परमेश्वरमा रमाएर उहाँको महिमा गर्नुको निम्ति, उहाँको सेवा गर्नुको निम्ति अघि बढेको थियो र यो सोभिनियरद्वारा हामीले सकेसम्म जति पनि हुन्छ हाम्रो मण्डलीको परिश्रमहरू अनि प्रार्थनाहरू अनि साथैमा मण्डलीमा भएको लिडर्सहरू, फर्मर लिडर्स, प्रेजेन्ट लिडर्स अनि विश्वासीहरूले कसरी परिश्रम गरेर अघि बढ्यो त्यसको झलक देखाउने कार्यले गर्नु आएपछि यो सोभिनियरले र यो सोभिनियर लेख्दाखेरिमा परिपक्व हुन सक्दैन, धेरै कुरामा घटी कमी हुन सक्छ तर पनि हाम्रो सोभिनियर कमिटीले म अनि मेरो टिमहरू अझै 5जना अझै छौँ जसमा चाहिँ राधिका छेत्री उहाँ बाहिर जानुको लागि लिस्टमा छोड्यो। त्यस पछाडि हाम्रो मेम्बरहरू हुनुहुन्छ उदय राज छेत्री सेक्रेटरी, बेन्जामिन जौ मेम्बर अनि गोपाल छेत्री मेम्बर उहाँहरू पनि अनि उहाँहरू भएर हामी 5जनाले मिलेर अनि हाम्रो फर्मर पास्टर मिस्टर सुजय बी सप्तोका उहाँ पनि मिलेर हामी 5जना छन्। हामी यो टिम भएर यो सोभिनियरलाई हामीले बनाउने प्रयास गरेको छौँ र यसमा घटी कमी धेरै हुन सक्छ तर यो बनाउँदाखेरिमा धेरैजनालाई हामीले धन्यवाद चढाउनु परेको छ। विशेष गरेर हाम्रो चर्च एल्डरहरू साथैमा हाम्रो अङ्कल एमडी इजरायल उहाँको पनि धेरै हात छ यसमा हामीलाई कार्य गर्नुमा अनि साथैमा हाम्रो अङ्कल गगन थापाज्यू अनि साथैमा हाम्रो बोर्ड अफ रेकर्ड्सहरू, पुरानो चर्चको मेम्बर्सहरू अनि साथैमा अफिसियल फाइल्सहरूको निम्ति बोर्ड अफ रेकर्डलाई धन्यवाद दिन चाहन्छु। अफिसियल रिपोर्ट्सहरू उहाँले हामीलाई बोर्ड चर्चको अफिसियल डकुमेन्टदेखि निकालेर दियो, त्यो सबै गरेर हामीले यो सोभिनियरलाई चाहिँ बनाउनुमा प्रयास गऱ्यौँ। फोटोहरू पनि हामीले धेरै खोजेको थियौँ पुरानोहरू तर हामीले पाउन सकेन, हामीले जति पाउन सक्यौँ त्योहरू हालेको छौँ। तर पनि यो सोभिनियर रिलिज गर्नुभन्दा अगाडि एउटा कुरा भन्नु मन लाग्यो, धेरैजनाले यहाँ खालि लिडर्सले मात्रै होइन तर सबै विश्वासी हामीले एक मन एक तन भएर कार्य गरेको निम्ति नै आज मण्डली हामीले स्वर्ण जयन्ती मनाउनुमा पुगेको छौँ र यसमा तपाईँको नाम सायद यो किताबमा यो सोभिनियरमा नहोला तर तपाईँले गरेको परिश्रम परमेश्वरले बिर्सेको छैन, उहाँको किताबमा चाहिँ लेखिएर छ। त्यही कारणले गर्दाखेरि तपाईँहरू चाहिँ नारीका मन सानो नगर्नु अनि तपाईँहरूले यति नै याद गर्नु कि तपाईँले गरेको परिश्रम तपाईँले यसै लिडर नगरेको कारणले गर्दाखेरि सायद झल्केन होला तर पनि तपाईँले चौकामा बसेर मद्दत पुऱ्याएकोमा, तपाईँले झाडु मारेको मण्डलीमा, तपाईँले बेन्चलाई पुसेको, तपाईँले मण्डलीमा लिडर्सहरूले पास्टरले जब बोलाए आएर सहयोग पुऱ्याएको, मिसन फिल्डमा गएर साथ दिएको, तपाईँहरूले प्रचारमा सर्वप्रथम परमेश्वरलाई धन्यवाद छ अनि यहाँ उपस्थित हुनुभएको सबैजनालाई श्री कृष्ण नाममा जय मसीह र यहाँ सोभिनियरको प्रार्थना गर्नुको निम्ति सबैजना शिर झुकाउनेछौँ र
Give us all to God and the word of God. Hallelujah, hallelujah, hallelujah. स्वर्गमा विराजमान हुने पिता परमेश्वर प्रभु हामी तपाईलाई हाम्रो हृदय बिन्ती पुकार्छु प्रभु र साथै परमेश्वर पिता आजदेखि लिएर प्रभु कस्तोसम्म प्रभु हामी यो इतिहासलाई लिएर हामी जानेछौँ र हाम्रो जीवित परमेश्वरको नाममा र हाम्रो प्रत्येक मण्डली हाम्रो महिमा मण्डलीको विश्वासीहरूको विश्वासको यात्राको कुराहरूलाई दर्शाउँदै यो सेमिनारलाई रिलिज गरिरहेको छु। धन्यवाद दिन चाहन्छु हाम्रो पास्टरज्यूलाई सेमिनार रिलिज गरेकोमा अनि म मण्डली तर्फदेखि अनि सेमिनार कमिटी तर्फदेखि हाम्रो सेमिनारको फर्स्ट कपी अफिसियल रेकर्डको निम्ति राख्नुको निम्ति म फेरि हाम्रो पास्टरज्यूलाई नै सकिन्छु। धन्यवाद। Of the entire Nepali Baptist Church family welcome you all to the historical celebration of 50 years of God's faithfulness to our people. In fact, the church is truly blessed because of your presence. We have plenty of dignitaries, guests, but I may not able to pronounce each and every one of your name to the auspicious celebration of our Golden Jubilee. Actually, when we talk about felicitation, I mean the felicitation could be said such a boring moment. The most boring moment of the program is felicitation because it takes lots of time. धेरै समय लिन्छ नि फेलिसिटेट गर्दाखेरि किनभने हामीले आजको प्रोग्राममा हामीले हाम्रो लिडर्सहरूलाई चर्चको लिडर्सहरूलाई चर्चको अर्गन्सहरूलाई फेलिसिटेट गर्न आएको छौँ। And it will be not wise from my part if I don't read out each and every one of the leaders' name of this church. किनभने when we see the Bible in the 1 Corinthians chapter 12 verse 27, it is written, यहाँ यसरी लेखेको छ, पहिलो कोरिन्थी 12 को 27 पदले यसरी भन्दछ, तिमीहरू ख्रीष्टका शरीर हो र हरेक तिमीहरू ख्रीष्टका शरीर हो र हरेक त्यसका अङ्गहरू हौ। इङ्ग्लिसमा यसरी लेखेको छ, Now you are the body of Christ, and each one of you is a part of it. So the church is a body of Christ, and each and every one of the church leaders, members have contributed for this whole 50 years, and because of which we stood here today. Praise God. परमेश्वरलाई धन्यवाद। सबैजना फाउन्डर मेम्बर्सदेखि लिएर चर्चको लिडर्सहरूदेखि लिएर हरेक सदस्यहरूको योगदान यस मण्डलीमा छ। अनि त्यस कारणले गर्दाखेरि परमेश्वरले हामीलाई आफ्नो समयमा हामीलाई चलाउनु भयो अनि आज हामी यस ठाउँमा पुग्न सकिँदैछौँ। प्रेज द लर्ड। धन्यवाद छ सबैलाई। र हामी फेलिसिटेसनतिर लाग्नेछौँ र सबैभन्दा पहिले हामी आज हाम्रो स्पिकरलाई फेलिसिटेट गर्नेछौँ। हाम्रो आदरणीय
धन्यवाद छ। पास्टरज्यूलाई चाहिँ अलिक ढिलोसम्म देखिराख्न अनुरोध गर्दछु किनभने सुरु मात्रै हुँदैछ है। अनि मण्डलीलाई Here is Sri Kemolotha. We would like to honor you with khada, topi, memento, souvenir, citation, and kutub. धन्यवाद छ हाम्रो बाबालाई। We have Rajesh Giri, the monolith donor. हामीले त्यो ढुङ्गा जुन चाहिँ हामीले आज त्यसको त्यसलाई हामीले समर्पण गरेका थियौँ। धन्यवाद उहाँलाई पनि हामी आइतबारमा नै सम्मानित गर्नेछौँ। उहाँलाई पनि हामी आइतबारमा नै सम्मानित गर्नेछौँ। त्यसै गरिकन यहाँ बस्नुभएको चाहिँ धेरै हाम्रो फर्मर पास्टर्सहरू हुनुहुन्छ अनि उहाँहरूलाई पनि हामी आइतबारमा नै सम्मानित गर्नेछौँ र पनि जति पनि हाम्रो फर्मर पास्टर्सहरू अनि प्रेजेन्ट पास्टर हुनुहुन्छ एकबार कृपया गरेर उठिदिनुहोस्। Our former pastors. धन्यवाद छ। बस्नु सक्नुहुन्छ अनि हाम्रो माझमा धेरै हामीसँग मिसनको काम है, मिसनको काम पुर्याउने the motto of our church is to reach the unreached. त्यो कार्यले गर्ने चाहिँ इभान्जेलिस्टहरू मिसनरीजहरू धेरै मण्डलीलाई यसरी पहिलादेखि नै यसरी सही पुर्याउनु भएको छ। उहाँहरू पनि हाम्रो माझमा हुनुहुन्छ र तपाईँहरू पनि कृपया गरिकन एकबार उभिदिनु होला। हामी तपाईँलाई स्वागत गर्नेछौँ अनि तपाईँलाई सम्मान चाहिँ आउने आइतबारमा गर्नेछौँ। एकबार उभिदा लगाएर हामी उहाँलाई सम्मान गर्नेछौँ र त्यो सम्मान गर्नको निम्ति हाम्रो अरुणा पास्टरले आमालाई म अनुरोध गर्दछु कृपया गरी तपाईँले मलाई अनर गरिदिनु होला भनेर। Loretta Rai, wife of Reverend Dr. T. Sabaruda, very tall lady. Thank you. धन्यवाद छ। गृहमा एकछिन उभिदिनु होला। गृहमा एकछिन उभिदिनु होला। हाम्रोमा पोते खदा अनि त्यहाँबाट हामी सोभिनियर र हाम्रो मेमेन्टो हामी उहाँलाई दिन्छौँ। Thank you. हाम्रो माझमा कोइमा भिलेज युथ अर्गनाइजेसन अनि मोमेन्टो र सबिनियर पनि हामी उहाँलाई दिन्छौँ। धन्यवाद सर। It's good to see that our sir has become the chairman of Midland.
पास्टर। अब हामी हाम्रो मण्डलीको सदस्यहरूलाई सम्मानित गर्नेछौँ। They represent the church as an elders. हाम्रो गोपाल थापा बाबा उभिनु भएन, फर्स्ट टाइम चाहिँ हुनुहुन्छ, पछि उहाँलाई सँगै सम्मानित गर्नुला। र त्यसै गरिकन हाम्रो माझमा 70 वर्षभन्दा माथिका रेभरेन्ड रत्न राई फिजिङ पास्टर नेपालमा उहाँले 1993 देखि 2000 मा 1997 2006 सम्म गर्नुभयो। 10 नम्बर पदम 15 गोलाघाट आश्रममा